कालो चस्मा विशाल नजाल साथीहरू हामीहरू चाहिँ हाटमा जाँदैछौँ है आज। यहाँ धनकुटामा चाहिँ हाम्रो माथि थलथलीमा चाहिँ बुधबार बुधबार हाट लाग्छ। यहाँ चाहिँ हामीहरूको बिहिबार बिहिबार हाट लाग्छ। अनि हामीहरू चाहिँ हाट हेर्नको लागि जाँदैछौँ यहाँ जिल्लामा काम सकाएर। अनि त्यसपछि सबजना झरिँदैछ। अब हाटमा पुगेर भेट्छौँ। ल है हाटमा जानको लागि चाहिँ यतिसम्मको चाहिँ झरिनुपर्छ है। यस्तो यस्तो बाटोहरू गइन्छ। ल हामीहरू हाटमा आयौँ। साथीहरू हाट पनि घुमियो रमाइलो गरियो है। अब यस्तो चाहिएको सामान पनि किनियो। अब यहाँनिर भइरहेको थियो कि उयो यहाँनिर भइरहेको थियो सक्यो। अनि हामी चाहिँ ढिलो आइपुग्यौँ कि ढिलो भनेको कति भने 12 बजिसक्यो कि बिहानदेखिको लाग्छ। अनि कतिजना उठिसक्नु भएको रहेछ क्या। अनि त्यही भएर खासै हामीले देखिनौँ। हेर यहाँ डोजर खासै देखिनौँ। यो खासै रमाइलो होइन तर यति पनि रमाइलो भयो। एकछिनलाई रमाइलो भयो है। अनि त्यसपछि हाटबाट हामीले के कोसेलीहरू किन्यौँ। अब एकछिन हामी यतातिर बजार यता तलमाथि डुल्छौँ भेटघाट गर्छौँ। अनि त्यसपछि हामी घर जान्छौँ। साथीहरू यहाँ कति धेरै घाम छ कि हेर्नुहोस्। अहिले चाहिँ हामीहरू यहाँनिर सार्की गाउँमा आएको छौँ कि हाम्रो ड्याडीको हिँड्दा हिँड्दाखेरि जुत्ता बिग्रेर बन्यो। अनि त्यसपछि हामीहरू थाहा छ म तपाईँलाई देखाउँछु। हामी यहाँ त्यहाँ टुडीखेलदेखि आएको हो क्या। टुडीखेल त होइन खासमा चाहिँ हामी सिडिओ कार्यालय गएको थियो। अनि त्यसपछि हामी टुडीखेल यो हो यो चाहिँ हो हामीहरूको चाहिँ टुडीखेल। अनि हामी त्यहाँदेखि हिँड्दै यहाँसम्म आएको। अनि अहिले चाहिँ त्यहाँ सिलाइरहेको छ। अनि हामी चाहिँ अहिले यहाँनिर पर्खिरहेको छौँ। अनि यहाँ यति धेरै घाम छ कि शीतल चाहिँ यहीँ शीतल मात्र छ। भेरी शीतल। अनि हामीहरू चाहिँ त्यो बिहिबार यहाँ धनकुटा बजारमा चाहिँ बिहिबार हाट लाग्छ नि त। अनि हामीहरू चाहिँ त्यो हाट हेर्न आएको। हेऱ्यौँ के किन्यौँ कोसेलीहरू किन्यौँ। तपाईँले देख्नुभयो अरू के चाहिने कुराहरू किन्यौँ। अनि त्यसपछि हामी यता आयौँ। अब हामी एकछिन मासतिर जुत्ता सिलाएर मासतिर एकछिन डुल्छौँ। अनि त्यसपछि हामी घरतिर लाग्छौँ। साथीहरू फाइनली हामीहरू चाहिँ बजार सजार घुमेर आएर यहाँ घरमा बिसाएर बसेको छौँ। अयो हो
बजार घुमेर आएर यहाँ घरमा बसिरहेछौँ कि अनि त हो थकाइ लाग्यो निद्रा लाग्यो ल यतिसम्म गर्नुपर्छ है साथीहरू यो के हो भनेर थाहा छ भने कमेन्ट गर्नु होला ल है यतिसम्म चाहिँ हुनुपर्छ है तपाईँको घरमा यो छ कि छैन यतिसम्म चाहिँ है चेलीबेटी राईको चेलीबेटी माग्नु पऱ्यो भने चाहिँ यति एउटा चाहिँ लिएर आउनु पऱ्यो है अनि फेरि यसमा रक्सी लिएर आउने होइन अनि फेरि यसमा यतिमा त रक्सीमा त ल्याएर हुँदैन फेरि यो ढङ्ग्रो जतिवटा खाने 10वटा चाहिँ मिनिमम हो है 10 चाहिँ मिनिमम हो 10 चाहिँ मिनिमम हो होइन अनि यो जतिवटा खाने त्यतिवटा कुखुरा ल्याउनुपर्छ योभन्दा बढी ल्याउँदा नि हुन्छ है योभन्दा बढी ल्याउँदा नि हुन्छ त्यो एउटा त्यो ठुलो चाहिँ मेन घरको मूल मान्छेलाई दिनलाई यति गरेपछि त चेलीबेटी कस्तो नदेला त कोही राईको चेलीबेटीहरू मन पराएको छ नि यसमा लगेर रक्सी हालेर मिनिमम अनि कुखुरा पनि लिएर जानुभयो भने चाहिँ तपाईँलाई ग्यारेन्टी दिन्छ है राईको चेलीबेटीहरू साथीहरू हामीहरूको चाहिँ यहाँ अहिले यहाँ हाम्रो ड्याडी न्युरो खोज्दै हुनुहुन्छ बारीमा म यहाँ छु अनि मेरो मम्मी र फुपूहरू चाहिँ बारी खन्दै हुनुहुन्छ म चाहिँ हेर्दै हिँड्दैछु म चाहिँ भिडियो बनाउँदै हेर्दै कहाँ के हो भनेर हेर्दै हिँडिरहेको छु साथीहरू हेर्नुहोस् त्यो बारी बाजु चाहिँ त्यहाँनिर दाउरा काट्दै हुनुहुन्छ यहाँ जङ्गल आगोमा सुप बनाएर खान लाग्यो अब फर्किँदैछौँ क्यामेरामा अब बाई थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड अनि भिडियो कस्तो लाग्यो मेरो होम टाउन कस्तो लाग्यो भन्नु होला अब हामी जाँदैछौँ अहिले बिहानको कति 4 बजिरहेको छ उठ आइज उठ